Hello guys, welcome to my new vlog. It's me Srijana Kilzu. आज चाहिँ यो 2082 को लास्ट डे यो वर्षको लास्ट दिनमा चाहिँ हामी चाहिँ दक्षिणकाली जान्छौँ त्यसैले आज हामी दक्षिणकाली जाँदैछौँ फ्यामिली एकदम रमाइलो गर्नेछौँ तपाईहरुले मेरो भिडियोबाट हेर्न सक्नुहुन्छ आज मैले के गर्छु कहाँ जान्छु भनेर अब बिहानको आउटफिट चाहिँ मेरो कुर्ता किनकि मन्दिर जान लाग्लो चाहिँ यस्तो कुर्ता लाएर जाम भनेर चाहिँ कुर्ता लाउँदैछु अब मेकअप अलिअलि गर्छु अनि त्यसपछि देखाउँछु है म तपाईहरुलाई Okay. अब चाहिँ म मेकअप गर्न लागेको छु यस्तो यो खटिरै मेरो अनुहारै कस्तो भइसक्यो तर अनि म अब अलिअलि मेकअप गरेपछि राम्रो हुन्छ मेरो मेकअप सामान भनेको यति नै हो यो चाहिँ मोबाइल केही छैन मेरो मेकअप सामान बिफोर आफ्टर हुन्छ होला सायद त्यति खासै फरक त पर्दैन तर नि हेरौँ है त हामी चाहिँ रेडी हुँदैछु मेरो कपाल कर्ली गरिरहेको छ मेरो भाइले चाहिँ यस्तो हेल्पफुल मान्छे Oh my god, oh my god, oh my god! Here I'm ready. कपाल पनि कर्ली गरिसकेको छु मैले हेर्नु म चाहिँ मम्मीहरूको कोठा कति सफा गरिदिन्छु तर मम्मीले जहिले फोहोर गर्छ हियर माई मम कफी खाँदैछ हामी चाहिँ दक्षिणकाली पुगिसकेको छ Come on, I'm hungry. Time for lunch? यहाँ गाडी फसेर यस्तो भइरहेछ सबजना गाडीबाट तल चढ्नु पनि हामी चाहिँ दक्षिणकाली गएर आइसकेपछि फेरि यहाँ अर्को प्राचीन दक्षिणकाली भनेर छ प्राचीन दक्षिणकाली मन्दिर ओके हाय अब यो भ्लग चाहिँ आज राति नै आउन सक्छ या भोलि नै आउन सक्छ हेर्न हाय हाय खिचेछ न त अगाडि जाउँ न अगाडि जाने अर्को भिडियो आउँदैन भनेर अगाडि जानु न अरे खुब हाई हाई गर्नु परेछ समस्या इस्यु गरिदिन्छु स्या हाई एकदम धेरै छन् हामी आएको चाहिँ शोभा भाउजू नभए शोभा भाउजू के हुन्छ मामा पुरानो भएको पुरानो भनेको रे नयाँ बनाएर राखेछ अरे पुरा पानी पनि सफा एकदमै राम्रो बनाइरहेको रहेछ
If you also want to visit, you can come and visit. एकदम भ्यू पनि राम्रो राम्रै होला मजाले हावा आउँछ कस्तो रमाइलो ठाउँ रहेछ यो त यो चाहिँ एकदमै कराउँछ क्या एउटा फोटो खिच्दैन पनि गाह्रो मान्छ उ चाहिँ अब सुरु हुन लाग्छ feeling too much boring म चाहिँ घर पुगिसकेको छु तपाईहरुले देख्न सक्नुहुन्छ घर पुगेर पनि भोज खानालाई हामी रेडी भइसकेको छु मम्मी ड्याडी म र भाइ हामी 4 जना मात्र अब यसो न्यू इयरको दिनमा त
अभियसली बियर त पिउनु परिहाल्यो, त्यसैले मेरो भाइ बियर राख्दैछ हामी सबैलाई। हामीले चाहिँ पोसमा टेरी पकाएन, चिउरा, मासु, आलु, चाना र भटमास। त्यसपछि हामी तिनजनाले चियर्स गरेर हामी न्यू इयरको सुरुवात गरी। एन्ड तपाईँहरू पनि न्यू इयर राम्ररी मनाउनुहोस् एन्ड ह्याप्पी न्यू इयर।